डाँफे मनाल सामान्यतया उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ। ठुला जङ्गल तथा झाडी र घाँसे मैदान भूभाग आफ्नो जीवन बिताउन यिनीहरू योग्य ठान्दछन्। लगभग समुद्री सतहको 2500 मिटरको उचाइदेखि माथि 4600 मिटरको आसपासमा भेटिन र देखिन सकिन्छ। तर यसको मुख्य वासस्थानको उच्च बिन्दु भने 3000 माथि 4200 सम्मको बीचमा नै हो। डाँफे छोटो दूरीसम्म तीव्र गतिले उड्न सक्दछ। डाँफे हाम्रो देशको नेपालको राष्ट्रिय चरा डाँफे हो। यसलाई अङ्ग्रेजीमा हिमालयन मोनाल भन्दछन्। यसको रङ चम्किलो नीलो हरियो बैजनी रङले आकर्षक चरामध्येको एक प्राकृतिक बनावटमा पन्छी पनि हो। काँडे भ्याकु स्पिनी ब्याब्लर करिब समुद्र सतहदेखि 800 देखि 2200 को उचाइ 2200 मिटरको हाइट आसपासमा यसलाई देख्न पाइन्छ। यो सामान्यतया झाडी क्षेत्रमा पहाडी भूभागमा भेटिन्छ। यो चरा संसारमा दुर्लभ मानिने नेपालमा मात्र पाइने चरा हो। छिरबिरे वन परेवा स्पेक्लेट वुड पिगेन यो हाम्रो घर वरिपरि देखिने सामान्य परेवाभन्दा फरक प्राकृतिक जङ्गलमा बस्ने वन परेवा हो। यसको शरीरको गाढा रङ र पखेटामा देखिने सेता छिरबिरे चिन्हले यसको पहिचान विशेष बनाउँछ। यसको वासस्थान पहाडी तथा हिमाली वन क्षेत्र घना वन क्षेत्र हुन्। यस पन्छीले रुखका फल बिउ जङ्गली बेरिज तथा अन्य वनस्पतिजन्य खाना खान्छन्, जसले गर्दा फल खाने क्रममा बिउलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन मद्दत गर्दछ। वन परेवा केवल एउटा सुन्दर चरा होइन, वनको प्राकृतिक चक्रको एउटा हिस्सा हो। प्राकृतिक पारिस्थितिक प्रणालीलाई यसले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको फुस्रे टिकटिकी चरा ग्रे वाकटाइल यो चरा हिँड्दा वा उभिँदा आफ्नो लामो पुच्छरलाई बारम्बार माथि तल हल्लाउने गर्छ। खोला, नदी, झरना र चट्टानी पानीका किनारमा यसलाई देख्न सकिन्छ। मौसम अनुसार यस चराले आफ्नो वासस्थान परिवर्तन गर्ने गर्दछ। गर्मीमा पहाडी तथा उच्च भूभागलाई आफ्नो वासस्थान बनाउँछ भने चिसो मौसममा तल्लो तथा समशीतोष्ण वातावरणीय हावापानीलाई यस चराले आफ्नो वासस्थान बनाउन रुचाउने गर्दछ। कटुसकण्ठे सारौँ स्पोर्ट विङ्गेट स्टार्लिङ यो चराको नामको पछाडि सारौँ आए पनि यो पूर्ण रूपमा जङ्गलतिर बस्ने गर्दछ। गाढा शरीर, टाउकोमा देखिने हल्का प्याटर्न र पखेटामा रहेका सेतो थोप्ला जस्ता चिन्ह यसको आकर्षक विशेषता हुन्। यो चरा पनि मुख्यतया मध्य पहाडी तथा उच्च पहाडी घन जङ्गलमा बस्ने गर्दछन्। नील गगन अर्जुनक टिकलेस ब्लू फ्लाइकेचर यस चराको नीलो टाउको र माथिल्लो शरीर तथा सुन्तले खैरो छातीले यसलाई निकै आकर्षक बनाएको हुन्छ भने यसको पखेटामा विशेष रूपको सेतो टिका पनि रहेको हुन्छ। यसको शरीर सानो भए पनि शिकार गर्ने तरिका निकै रोचक हुन्छ। यसको आहारमा विभिन्न साना किराहरू, मक्खी, पुतली तथा स्पाइडर जस्ता विभिन्न किराफट्याङ्ग्राहरू पर्न सक्छन्। प्रजनन समयमा जोडीले सुरक्षित ठाउँमा गोठ बनाएर बच्चा हुर्काउँछन्। यसले पनि समय परिस्थिति अनुसार वासस्थान परिवर्तन गर्ने गर्दछ। विशेष रूपमा हामीले चरालाई चिनौँ, प्रकृतिलाई जोगाउँ। उनीहरूका वासस्थान फरक हुन सक्छन्। कसैको संसार जङ्गलभित्र छ, कसैको पहाड त कसैको हिमाली वनमा, अनि कसैको नदी र खोलाको किनारमा। तर सबैको भविष्य एउटै कुरासँग जोडिएको छ, स्वस्थ प्रकृति। जङ्गल बच्यो भने चराको घर बज्नेछ।
खोला सफा रह्यो भने जलचर तथा जैविक विविधता स्वच्छ रहनेछ भन्दै आजको भिडियोलाई स्थगन गर्न चाहन्छु। धन्यवाद।